आज यो देशमा वैदेशिक ऋण 26 खर्ब पुग्यो। आज 80 लाख युवाहरू विदेशमा छन्। 15 खर्ब 7 अर्ब 84 करोड रुपियाँ यी नेता कार्यकर्ता पाल्दै 1 वर्षमा खर्च हुन्छ। हामीलाई किन चाहियो 884 जना सांसद? 205 जना सांसद भयो भने यो देश कायापलट हुन्छ। आवश्यकता छ। अनि त्यही भएर म सबैलाई भन्न चाहन्छु, 1 वर्षमा 300% भन्दा बढी कर उठाएका छन् यिनीहरूले। त्यही भएर म एउटा गीतबाट तपाईलाई भन्न चाहन्छु, तिम्रा महलहरू ढल्ने छन्, तिम्रा महलहरू ढल्ने छन्, तिम्रो शासन सकिन्छ। तिम्रा महलहरू ढल्ने छन्, तिम्रो शासन सकिन्छ। पीडितहरूको आँसुले तिम्रो सिंहासन भत्किन्छ, पीडितहरूको आँसुले तिम्रो सिंहासन भत्किन्छ। जति रोक्न खोज्छौ उति नै यो आन्दोलन अगाडि बढ्छ। जति रोक्न खोज्छौ उति नै यो आन्दोलन अगाडि बढ्छ। भ्रष्टाचार मुक्त नेपालको सपना अब साकार हुन्छ। भ्रष्टाचार मुक्त नेपालको सपना अब साकार हुन्छ। अब जनतालाई अपील गर्न चाहन्छु, विदेशमा रहेका नेपालीलाई अपील गर्न चाहन्छु, यदि यिनीहरू नवीन सम्झौतामा आउँदैनन्, परदेश खारेज गर्दैनन्, यी छोटे राजाको अन्त्य गर्दैनन्, यदि यिनीहरूले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री गर्दैनन् भने नेपालभरिका जनताले कर तिर्नु हुँदैन, विदेशबाट रेमिटान्स पठाउनु हुँदैन। यी त्यही दिन गल्छन्।